टोली अब हामी कहाँ हिँडेको हामी ओ टोली सपिङ भयो होइन नरजी कता हिँडेको हामी भन्नु न यार हो ल ल पानी बनाउन हिँड्दै हामी आज हामी अहिले पात ल्याइपुगे टोली पानी चाहिँ बालाकोटमा अहिले 2-4 दिनदेखि चाहिँ पानी बन्द भएको कारणले हामी पानी बनाउन जाँदैछौँ मूलमा एउटा सुक अलि सुकेछ फुल चाहिँ झरिसकेछ है अत टोली होइन के अब चाहिँ हामी उता कुनामा हो जाने यो चाहिँ हिरा बराल सूर्य बराल भन्ने दाइ हुनुहुन्थ्यो यहाँ पहिला उहाँहरूको चाहिँ पुरानो घर हो हामी करिब 23-24 वर्ष अगाडि चाहिँ हामी यतातिर आउँदाखेरि यहाँ घर थियो अहिले भित्र एकदमै सुनसान अनि यस्तो जङ्गल भइसकेको छ लाली गुराँस पनि रहेछ टोली जन्जी गाइज ल बालाकोटे ग्रुप है देखिने होइन यो चाहिँ एउटा मोहन यतापट्टि हो र त्यसो त माथि जाउँ हामी फर्क्यौँ ल त्यही हो कि पानी हो भयो हामी चाहिँ यहाँबाट फाइनली फर्क्यौँ सकेर पानी चाहिँ ठुलो आएको छ अहिले ओ अझै सानै बजाउनु छ नै आइपुग्नु भएछ बा पनि आइपुग्नु भएछ ल लाली गुराँस सिप्ना त्यतले जुका आएर हेरेन भयो हामी गुवास्टीलाई मेरै खुसी छ जे होस् हानेको छ त्यसले हामी फाइनली आइपुग्यौँ पानीको मुहानमा यस्तो सही कता हो माथि नै हो दुईटा हो कुन चाहिँ उतापट्टि ट्याङ्की भनेको तिमीले एक्स्ट्रा उता भनेको ट्याङ्की ल लाली गुराँसको त्यहाँ पनि रहेछ ठुलो चाहिँ हाम्रो चाहिँ पानीको मुहान हो यो बालाकोट गाउँले खाने पानीको मुहान खाना रहेछ ए त्यसले बनायो हुन्छ ठिक छ ल ओ सानो बात ल ठिक छ शङ्करदाले मोहनसँग रहेछ ए अर्जुन हामीसँग गरे